कालोले भाइ कालोले 100% ल कसले जित्छ अनुमान हो कालै हो कालोले जित्छ भाइ अड्कनलाई मिठो कालाले छड्कायो के ब्याटल हुनु पर्यो दोहोरी फेरि हामी यता दोहोरी गाउने मेसुमेलो एकदमै धेरै छ आज पक्कै पनि यहाँहरू सबैले ननाचिकन घर नजानु होला माघे सङ्क्रान्ति यता टन्न नाचेर अनि थाकेर त्यसपछि घर गएर अनि हिजो पाकेका परिकार गएर खानु होला है उसमा पाकेर अनि माघमा खाने चलन छ नि हेर्नु त त्यही भएर है त सबैजना नाच्नु होला अहिले फेरि पनि छौँ धन्यवाद धन्यवाद आदरणीय दिदी सन्तोषी केसीलाई उहाँले आफ्नो प्रस्तुति देखाएर तपाईँहरूलाई मनोरञ्जन दिएर गइसक्नु भएको छ आजको 7औं हल गोरुको रूपमा मैदानमा यतिखेर नीलकण्ठ नगरपालिका धादिङ 1 का गौतम गुरुङको डल्ले गोरुसँग तारकेश्वर गाउँपालिका वार्ड नम्बर 3 का अनिता भण्डारीको साने गोरु र डल्ले गोरु बीचको प्रतिस्पर्धा भइरहेको छ हामी माझमा अझै सांस्कृतिक कार्यक्रम रोचकको रूपमा तारकेश्वर वडा नम्बर 2 आरुगोटे वडा नम्बर 2 निवासी झमबहादुर मगरको वीरबहादुर गुरुङ धादिङ नीलकण्ठ 2 को चिसारानीको फुर्के गोरु बीचको प्रतिस्पर्धा रहेको छ उहाँहरूलाई पनि गोरु तयारी अवस्थामा राखिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु मैले फेरि पनि अनुरोध गरे कृपया यो तपाईहरुकै सुरक्षाको लागि हो गोरु प्रवेश दिनु हुनको लागि र गोरु प्रतिस्पर्धाको क्रममा भाग्ने हुँदाखेरि तपाईहरुलाई कुल्चिने हान्ने हुन सक्छ त्यसबाट तपाईहरुको सुरक्षामा जोखिम जन्मिनु भएका दाजुभाइ सरोज गुरुङ श्याम गुरुङ पनि हामीसँग हुनुहुन्छ उहाँहरुसँग पनि आफ्नो प्रस्तुति उहाँले पनि आफ्नो प्रस्तुति देखाउनु हुनेछ उहाँहरु यही तारकेश्वर गाउँपालिकाको माटोमा जन्मिएको हो अलिकति आफूले हुँदा पनि उहाँले आफ्नो प्रतिभा देखाउने अवसर पाउनु भएको छैन आज उहाँहरु पनि हामी माझमा हुनुहुन्छ यसै तारकेश्वरको माटोमा जन्मिनु भएका दाजुभाइ द्वय सरोज गुरुङ श्याम गुरुङ उहाँहरु पनि आफ्नो प्रतिभा देखाउनको लागि हामी माझमा आइसक्नु भएको छ त्यसै हामीसँग सीता सुवेदी हुनुहुन्छ जगत बोगटी हुनुहुन्छ सन्तोषी केसी हुनुहुन्छ उहाँहरूले तपाईहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्नुहुनेछ आशा छ